हेलो एभ्रिवान, लेट्स वेलकम टु माई न्यू भ्लग। सबैजनालाई स्वागत छ मेरो भ्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ, म पनि सन्चै छु। ड्याङ ट्याङ। अनि आज चाहिँ म यत्तिकै हावातालमा त होइन कि, तर म आज चाहिँ नेपाली पसल जान लागेको। आज नेपाली पसल गएर अनि सामानहरू किनेर आएर म चाहिँ मुकबाङ गर्ने भनेर सोचेछु। अहिले चाहिँ ढिला भइसक्यो अनि आँखा निन्द्रा नपुगेर आँखाहरू सबै यस्तो के अरे भन्नाले बिरामी भयो जस्तो देखियो। इग्नोर माई आँखा। अनि मैले त्यतिकै ऱ्यान्डम तरिकामा हावातालमा के अरे भ्लग स्टार्ट गरेको। कृपया हेरेर माया गरिदिनु होला। अनि म चाहिँ अब रेडी भइसक्यो, अब निस्किने हो। अनि मैले आज मेकअप पनि गरेछु साथी हो। अनि लिप लाइनर उयो नेपालबाट पठाइदिनु भएको लिप लाइनर लगाएको त्यो हो। अनि अहिले चाहिँ म रेडी भइसकेछु। अब म प्यान्ट लाउँछु अनि निस्किन्छु अनि भ्लग कन्टिन्यू गर्छु। आज चाहिँ हामी कुरा गर्ने ल। म एक्लै छु नि त, अनि हामी प्यार जे आउँछ त्यही कुरा गर्ने ल। म चाहिँ निस्किनु लाग्यो। अब गएर नि के सामान लिन्छु म तपाईँहरूलाई देखाउने छु। धेरै त लिन्न, त्यही पनि जे ल्याउँछु त्यति देखाउने छु। लेट्स गो विथ मी इन नेपाली सप। साथी हो, आज त चिसो रहेछ। म त के भन्छ अरे गर्मी छ, पानी परेको थियो नि त, अनि गर्मी नै होला भनेर अनि खाप लगाएर निस्केको त चिसो रहेछ। अनि मलाई चाहिँ उता त्यो नेपालबाट आउने बेलामा आइरन लिएर आएको थिएँ कलिड होइन, त्यसको त्यो यहाँ प्लगै मिलेन क्या। अनि त्यो फेरि दाइसम्म पाइने रहेछ त्यो जोडेर यस्तो जोड्ने, त्यसको नाम थाहा होइन, चार्जरको ताउको जस्तो। पड्बु यहाँ यो म बस्नेको साइडमा सानो दाइसो, अनि त्यहाँ कतिचोटि आएँ म सधैँ आउने। त्यो भाग चाहिँ त्यो जुन त्यो सामानहरू राख्नेवाला चाहिँ स्पेस चाहिँ खाली हुन्छ क्या। अनि मैले सोधेको आउँछ भन्छ, एक हप्ताभन्दा बढी भइसक्यो आउँदै आएन। त्यही भएर म त्यो नि दाइसहरू देख्यो भने खोज्न सक्छु। त्यही हो गाइस। हो भगवान्, एक्लै हिँड्दा त बोल्दा नि लाज लाउने पागल रहेछ क्या भन्यो होला। कसैले मलाई हिम्मत दियो। त्यही हो साथी हो। अबदेखि मेरो भ्लग हेरिदिनु होला, माया गरिदिनु होला। लाइक कमेन्ट सेयर त होइन कि, लाइक र कमेन्ट चाहिँ गरिदिनु होला। म त्यहाँ पुगेर नेपाल पसलमा पुगेर नि सामान लिएर यहाँ यतिबाट झर्छु। अनि सामान चाहिँ यहाँ छ। यो त ठिकै छ कि, यहाँ नि छ नि के भन्छ अरे तल त्यो लसुनको पेस्ट भएको भएर एकदम गरम भएको। यो त झन् चामल 10 केजी भएर भगवान् यत्रो सामान त्यहाँबाट त मेरो यहाँ सास छिनिसक्यो साथी हो। अनि म चाहिँ अब यहाँ फेरि यहाँ के भन्छ अरे सामान हेर्नु जान्छु। अनि त्यही भएर अहिले यहाँ कहिले नचोड्यौ ल, मेरो सामान हेरिदिनु होला कृपया। यहाँ राखेर जान्छु, भित्र के लगेर जाने होइन। भगवान् हात भिडियो बनाउँछु भनेको एक्लै भएर अनि दुईवटा हातमा टाइम समातेर आएर त भिडियो बनाउनु त चान्स। त्यही भएर अब म जानु लाग्यो। फेरि भित्र सामानहरू छ नि, अब त लिएर निस्केर बल्ल भिडियो बनाउँछु। चप्पल लगाएर गएको म यहाँ नजिकै जाने भनेर। मलाई यस्तो चाहिएको छ, कृपया मलाई गिफ्ट दिनु होला। 1580 भगवान्। म चाहिँ यहाँको पनि सामान किनेँ। यहाँ चाहिँ एकदमै धेरै मान्छेहरू छ, त्यो भएर भिड भएर छिटो गरेर निस्किन्छु भन्ने ढिला भयो। बाहिर सामान राखेर फेरि घुम्नु भनेर फाल्टुलाई पनि भगवान् ढिला भइसक्यो। मन भुटु गरेर यस्तो मान्छे रहेछ आज। मलाई चाहिँ बाहिर राखेको मेरो सामानको चिन्ता। मेरो सामान इधर है। भगवान् के लैजाने हो। अब यहाँबाट हेरेर यसरी देख्छु, यसरी हेऱ्यो भने त धेरै खानै। अब म चाहिँ यहाँबाट त्यहाँसम्म जान्छ नि, त्यहाँबाट ट्याक्सीमा लगेर जान्छु। मेरो रुम चाहिँ 10-12 मिनट 13-14-15 मिनट लाग्छ बिस्तारै हेऱ्यो भने त। त्यत्रो एनर्जी छैन मसँग 10 केजी 13 केजी 14-15 केजी उठाउने। अनि भगवान् अब म त्यहाँ गएर गर्छु। एनर्जी नै आएन केही आएन, यस्तो लाथाक भइसक्यो। इधर है सामान हमारा। मैले चाहिँ उसँग पर्मिसन दिएको म भिडियो बनाउँछु है भनेर, त्यही भएर बिस्तारै बोल्दैछु। हामी यस्तो रातै भयो।
अब चाहिँ म गएर खाना पकाउने छु आज लक्ष्मी गर्बुजाको हाटको खाना खान पाउनुहुन्छ तपाईहरूले भन्ने आउँछ त्यही हो अनि उता नेपाल बजारमा गएको भिडियो बनाउँछु भनेको त्यहाँ गएर त अनि सामान हेरेर त अब भिडियो बनाउनु त उही नहुँदैन मान्छे सबै नेपालीहरू थियो नि त अनि सुन्दा लाज लाग्छ नि त बोलेको अनि फेरि बोल्दा नि अशुद्ध बोल्छु अनि बोलेको नि राम्रो सेन्टेन्सहरू मिल्दैन त्यही भएर अनि मलाई कस्तो इन्सिक्योर हुन्छ त्यही भएर बोलेन अनि एकपल्ट निस्केर माथि आएँ त्यहाँ त हल्ला फुट्दा त माथि एकैसम्म आउनु नि ट्रेन लाग्ने ठाउँसम्म आउनु नि भगवान् 10 केजीको चामल एउटा हातमा 3 केजीको सामान छ त म त अनि आएर त्यहाँबाट फेरि सामान लिएर म यहाँ आएँ अब चाहिँ म डाइरेक्ट पुग जान्छु अनि म गाई जाने भनेको गएन त्यहाँ नि जाने मिसै मिलेन सामान किन्नु हुँदा अगाडि जानुपर्ने रहेछ पछि त सामान किनिसकेपछि कहाँ यत्रो प्लास्टिक तान्नु टुरिस्टमातिर जाने नि त्यही भएर नि अब पनि पुगेर फेरि के गर्छु तपाईँलाई देखाउने छु हेर्नुहोला मलाई म त अघि नै ट्रेन बाहिर कुर्ने बेला भोक लाएर चाउचाउ निकालेर एउटा फोडेर नि खाएको तर सुक्दै नहालिकन खाएको फेरि ट्रेनमा स्मेल आउने तिमीले खाएको होला भन्दै भन्नु होला कटिङ चाउचाउ चाहिँ खासमा यहाँ त्यो चाहिँ कति हो त्यो नम्बरको चाहिँ नखाने भनेर आएको रहेछ अनि मैले चाहिँ त्यो हेरेँ त्यो नम्बरभन्दा चिगाउ रहेछ त्यही भएर अनि फेरि त्यो लिएर आएँ खासमा यो भएर नि हो कि गर्नु भएको यो 1 केजीको हो नि त अनि चना मलाई चाहिँ आजकल चनाको तरकारी खान एकदम आई लभ यो पनि चाउचाउ नै हो हिजो लिएर आएको थिएँ तर आज फेरि ट्याक्सीमा आउने बेलामा भनेर नातो कोकोलाई मनपर्छ नातो प्लिज कमेन्ट गर्नु होला मेरो त फेभरेट हो आई लाइक नातो यस्तो मनपर्छ कि धन्नले अन्डा त नफुटेछ है सकुसल आइपुगेछौ तिमी थ्याङ्क यू अनि यो चाहिँ चामल भइहाल्यो यति हो आजको मेरो सामान अनि यहाँभित्र चाउचाउ छ वाइ चाउचाउ अब चटपट बनाउनु पर्छ चट्टलाएर अनि चटपट बनाएर मुकबाङ भिडियो बनाउने खाने है यो जस्तै अस्ति नै एकचोटि मलाई सृजना बहिनीले खाएको थियौँ यस्तो मिठो छ कि साथी होइन तपाईँहरूले ट्राई गर्नु होला सबै हलार फुटहरूमा हुने रहेछ यो चाहिँ अम्बा भन्छौँ हामीले त बेलाउती भन्छौँ खासमा बेलाउतीको जुस भन्छन् अरूले चाहिँ अम्बा भन्नेहरूले अम्बा के भन्छन् अब म यो खाना गइरहेकी छु यस्तो मिठो छ कि टेस्ट त प्योर के भन्छ अरे पाकेको बेलाउतीको जस्तो 150 पर्छ तपाईँहरू ट्राई गर्नु होला रियाज सबैले ए मलाई त्यस्तो होइन भन्नाले क्या त्यो प्योर त्यो बेलाउतीलाई यहीँ साइड के भने आफैले पिनेर अनि यताउता केही नमिसाइकन बना जस्तो त्यो क्या स्वादे कस्तो मिठो होला मेरो रुमलाई हेर्ने मेस बनाउँछु स्याक्क पारेर अनि त्यसपछि फेरि म भिडियो बनाउने छु अनि खानाहरू निकै बनाउने हो मुकबाङ भिडियो बनाउने भनेको चाउचाउ चटपट बनाउनु पनि सक्छु भात पकाउनु पनि सक्छु अहिले लास्टमा एकदम जाँगर चल्यो भने चाहिँ चाउचाउ चटपट जाँगरै चलेन भने चाहिँ भात पहिला चाहिँ म यो जुस खाइसक्छु ल यस्तो मिठो छ कि तपाईँहरू ट्राई गर्नु होला मैले चाहिँ सबै यता मिलाइ गरेर अब चाहिँ सामानहरू थकन आएँ अनि अब चाहिँ म चाउचाउ बनाउँछु अनि के अरे चटपट बनाउँछु त्यसपछि मुकबाङ भिडियो बनाएर खाएर भिडियो एडिट गर्छु हेर्नु होला अहिले त राम्रो देख्यो नि होइन क्लिन देख्यो नि मेरो किचन चाहिँ यतिको यत्रो छ अरे हजुर यतिको ठुलो छ है ठुलो भनेपछि बुझ्नु न अनि यहाँ चाहिँ हाम्रो मैले यहाँ चाहिँ साइडमा सुसहरू मिलाएर राखेको छु अनि यता चाहिँ टोइलेट बाथरुम यही हो लक्ष्मी गर्बुजाको महल यहाँबाट जाने बेलामा यत्रो देखिन्छ यहाँ म बस्ने के अरे बिल्डिङमा अर्को रुम नि खाली छ रे खाली छ भन्दै कोही नेपाली आएर बसेको साथी हुन्थ्यो नि कोही छैन नेपाली
ओन्ली मी मात्रै हो क्या नेपाली त यहाँ त भुटेहरू अनि कता कताको अर्को कन्ट्रीको मान्छेहरू मात्रै छ यदि कोही रुम खोज्दै हुनुहुन्छ भने कृपया आउनुहोस् साथी बनाऊँ मुख पनि आइबस्नु बनाऊँ जस्तो भएछ मलाई मैले चाहिँ चप्पल बनाउनको अवस्था पहिला चप्पल बनाउँछु तर ओसिन्छ कि भन्यो भने फेरि चाउचाउ झन् सिलाउँछ नि त त्यही भएर पहिला चप्पल बनाउँछु अनि राख्छु अनि चाउचाउ बनाउँछु कपाल झलेर हेर्नु त साथी हो माथि टक्लिया भइसक्यो मेरो जस्तो समस्यामा को हुनुहुन्छ कृपया साथी बनाऊँ साइडको हेर यहाँ त के हो र भगवान यसरी ढाक्देऊ न यो कपाललाई के गर्ने हो म त यहाँ चाहिँ अलि मेरो चाहिँ सानो छ नि त रुम नि त्यही भएर स्पेसै नमिलेर अनि क्यामेरा राख्न पनि नमिलेको अवस्था त्यही पनि मैले जसो तसो जुगाड गरेकी छु जुनेली रातमा मङ्ग बर्सातमा प्रेमीलाई सम्झिँदै बसेछु मायालु यो गीत कसको फेभरेट गीत हो यो गीत चाहिँ मेरो एकदम फेभरेट गीत हो मलाई जहाँ गइ नै गीत सुन्नुपर्छ एकचोटि नसुनेसम्म मलाई ढिलो पुग्दैन भगवान किन यस्तो मनपर्छ र अब म र सृजनाले त यो गीतको लिरिक्स खोज्न लाग्यो क्या यस्तो हेरेर अनि के अरे जुनेली रातमा तिमी छौ साथमा अरूको बाल छैन हात छ हातमा भन्दै पढ्न लागेको अवस्था एकदम मिठो बनाएको नाटक पारेर देखाउने भगवान तिमी बिनाको मेरो जीवन बेरङ्ग हो पेट दुखेको छ त्यो पनि पिरोम लेख्न तम्सेछु कोहीले मलाई पुरस्कार दिनुहोस् चाकेल यो चाहिँ मेरो फाइनल चटपट केही नहालिकन सादा चाउचाउ भुजा अनि के भन्छ अरे कुरकुरे मैले एक्लै खानु भएर यसरी जुठाले खाएको अब चाहिँ म अन्डा बनाउँछु अनि बेला चाउचाउ बनाउँछु थ्याङ्क यू फर वाचिङ माई भिडियो अनि अब चाहिँ मेरो मुकबाङ भिडियो स्टार्ट हुन्छ मैले चाहिँ यहाँ खानाहरू बनाइसकेँ चाउचाउ चाहिँ सेलाइसक्न लाग्यो त्यही भएर अनि अब चाहिँ म बना ल्याएपछि चाहिँ मुकबाङ भिडियो स्टार्ट गर्छु हेरेर माया गरिदिनु होला जुन भिडियो भन्नाले एडिट गर्न अलिक सजिलो यो मुकबाङ हुन्छ मुकबाङ अगाडि आउन पनि सक्छ जुन आए पनि होइन हेरेर माया गरिदिनु होला सी यू इन नेक्स्ट समय फेरि हामी अर्को ब्लगमा भेटौँला बाई